हेलो नमस्ते नमस्कार गुड मर्निङ शुभ बिहानी साथीहरू। अहिले चाहिँ हामी पोखराको सेभेन वन्डर्स भन्ने होटलमा छौँ। अब यहाँबाट हामी फेरि लेक साइडतिर जान्छौँ होला। हाम्रो प्लानिङ चाहिँ लेक साइड जाने छ। भर्खरै उठेर खाजासाजा अब खाना हिँडेको हामी चाहिँ अब खाजासाजा खाएर चाहिँ हामी पोखराको लेक साइडतिर घुम्छौँ। अब ठाउँ चाहिँ बवाल रहेछ। हिजो राति बाइकमा आएको त्यही भएर सबै आँखा दुखिरहेको छ धुलोले गर्दा, नत्र त अघि बिहान उठ्न मिल्थ्यो। सबै आँखाको नानी दुखिरहेको छ मेरो। दामी रहेछ ठाउँ। अब यतातिरबाटै स्विमिङहरू खेलिन्छ होला, बवाल रहेछ ठाउँ। साथीहरू त गइसक्यो त नि, कहाँ पुगेछ नि त ठाउँ बवाल छ साथीहरू होइन। यहाँबाट जानु दाइ, यहीँबाट जानु दामी स्विमिङ यार। बरु यहाँ स्विमिङ चाहिँ हुनुपर्छ चक्कर लगाएर। ल गाइजहरू आएर हामी चाहिँ अब स्विमिङ खेल्नलाई रेडी भइसकेका छौँ चट्टा लगाएर। ल गाइज हामी चाहिँ स्विमिङ हान्नलाई रेडी हुँदैछौँ। हामी चाहिँ बटु पनि लगाइसकेका छौँ गाइज। बटु यहाँ चाहिँ बटु गएर हाल्नु यो त लानु पर्यो नि त रेगुलर। मेरो गाडी बसी पनि के गर्ने यार। पानी आउँछ खेल्यो झन् जानु हुन्छ कि। चस्मा बाँचेर कस्तो कस्तो लागिरहेको छ बस्ने। चस्मा नबाचेको चाहिँ दामी हुन्थ्यो, आँखाहरू सुन्निएर यार। ल गाइजहरू फाइनल हामी चाहिँ पोखराको खतरा बजार घुमिरहेछौँ है अहिले चाहिँ। हो कि होइन? यो पोखरा भने यो गाइजहरू दामी छ। तपाईँहरू पनि आउनु होला, घुम्नु होला, रमाउनु होला है। हामी चाहिँ एकदम खतरा राइडरहरूसँग घुमिरहेछौँ अहिले चाहिँ। शम्भु यात्रा तो बवाल होते यार। आहा क्या बवाल यार। भोलिनाथ यो भाइ बवाल यार ठाउँ त यार। ओके ल ल ठिक छ ल। आहा ठाउँ त के बवाल यार।
वेदरै त्यस्तो छ क्या आज राम्रो छ नि त आहा सम्भव पछाडिबाट हेरौँ त हो आँखा दुखिरहेछ क्या मेरो यार यो चाहिँ सर ढोक्नु पर्यो यार सररा दामी फोटो अब खिच्नुपर्छ कता हो मेरो दाइ खोइ यार खोइ यार रमाइलो लागिरहेछ नि दाइ ओहो साँच्ची आज दाइको बर्थडे मनाउनु पर्ने यार है आज हाम्रो सुशान्तको चाहिँ बर्थडे हो ह्याप्पी बर्थडे सुशान्तको चाहिँ आज बर्थडे हो है Happy birthday to you. Happy birthday to you, dear brother. Happy birthday to you. ल यहाँ चाहिँ दामी नजिकबाट देखेँ बप्पा यहाँ चाहिँ शिवजीको एउटा ठुलो मूर्ति नि बनाएर रहेछ दामी लाग्यो मलाई त्यो शिवजीको मूर्तिहरू रहेछ होइन चट्टा लगाएर दामी ठाउँ रहेछ पोखराको यो कुन्देकोट भन्ने ठाउँ छ होइन अब यहाँदेखि चाहिँ हामी के अरे लेक साइडतिर जानुपर्ने छ ल गाइज जरा हामी चाहिँ भेकनासताल हिँडेको होइन तर यहाँ बिचमै स्काइवेटर रहेछ हाम्रो बाइक उतापट्टि छ मलाई पत्रै पो पऱ्यो त हामी त अब ल गाइजहरू हामी चाहिँ भेकनासताल हिँडेको मान्छे अब एलेक्स दाइको घरमा पुग्यो अहिले चाहिँ होइन टक्क लगाएर भेकनासताल जान बाँकी छ अब एकछिनपछि भेकनासताल जान्छौँ अहिले चाहिँ हामी टक्क लगाएर एलेक्स दाइको घरमा आइसकेका छौँ खोइ एलेक्स दाइ देखाउनु पर्ने थियो एकछिन फ्रेस हुनु पर्यो यार म त भाइ के छ अनि तपाईँको घर आइपुग्यो कस्तो लागिरहेको छ तपाईँलाई भनिदिनु त टक्क लगाएर एलेक्स दाइले माछामारी खोला चाहिँ उतै हो भन्दै ल साथीहरू चाहिँ हिजो तालचोकमा आएर एक रात बस्यौँ तालचोकमा बसिसकेपछि फेरि अहिले लेक साइड आँगन थकाली भान्साघर लेखा ठाउँमा आएको छौँ हामी चाहिँ अहिले अब फेरि यहाँ भोलिको 12 बजीसम्म बस्छौँ त्यसपछि चाहिँ यहाँबाट निस्किन्छौँ फेरि अहिले चाहिँ अब हिँडेर घुम्न जाने प्लानिङ भइरहेछ हाम्रो अब दाइहरू चाहिँ फेरि भित्र चट्टा लगाएर सरसफाइमा लागिसकेका छन् होइन चिल अब त चिल यहाँ यो सब आज हाम्रो होइन रिल्याक्स पारेर बस्ने हो अब 1-2 घन्टा सुत्ने हो घुम्न जाने हो एकछिन फ्रेस हुने हो त्यसपछि फेरि केही गर्नुपर्छ गर्ने हो होइन म चाहिँ अनुहार धुन जानु पर्यो ठाउँ त दामी रहेछ दामी रहेछ सबै अनुहारहरू फोहोर भएर कालै कालै भइसकेको छ यार हाम्रो बाइक चाहिँ यहाँ छ बाइकको अवस्था नि यस्तो भइसकेको छ हाम्रो चाहिँ फाइनल्ली हिजो 6-7 बजीदेखि कुदाएको त्यो बाइक रातिको नाइटमा खत्तम भएको छ फ्रेस भएर फेरि माथितिर घुम्न जानुपर्छ बाइकको अवस्था नि खत्तम भइसकेको छ हाम्रो चाहिँ दाइ के छ
के छ ल गाइजहरू हामी चाहिँ दाइको होटलमा आइसकेका छौँ। अब यहीँबाट बास बस्ने कुरा भइरहेछ हाम्रो। अब आज यहीँ बास बसेर भोलि बिहान टक्क फेरि गइन्छ नि दाइ। भोलि कहाँ हो कहाँ गयो अब भोलि नि फेरि यतैतिर बसिन्छ होला नि, कहाँ कहाँ घुम्न गइन्छ। त्यसपछि अब फेरि भोलि फेरि 12 बजेपछि डिसिजन हुन्छ। भोलि कता मुस्लिम जाने प्लानिङहरू त छैन छन चाहिँ छ मुस्ताङको नि होइन। अब गइन्छ कि गइँदैन त्यो अब फिक्स भएको छैन। अब सल्लाह गर्छौँ हामीले यहाँ बसेपछि। आज त हामी तालचोकदेखि तालचोकमा बस्यो त्यहीँ बास बसेको हिजो आयो। त्यहाँ बास बसिसकेपछि फेरि बिहान घुम्न गयौँ। त्यहाँ घुम्न गइसकेपछि फेरि लेक साइडतिर जाने कुरो भयो। हाम्रो घर चाहिँ हाम्रो तपाईँ मेरो गरिदियोस् एहे बर्दिवास। ओहो ठिक छ दाइ, यस्तै हो कहिले काहीँ भइहाल्छ होइन। भगिङ गर्दै ब्लगिङ त गर्दै आएको तर बिचमा गर्नै मिलेन कि आउँदा आउँदै खत्तम भएर क्यामेराहरू पनि बिग्रियो यस्तो धुलोमा। आमा मेरो स्याङ्की ब्लग SHANKU है। ल गाइजहरू दाइले मलाई सब्सक्राइब हानिसक्नुभयो होइन। नाउँ देखाइदिनु भाइलाई ओके राम्रोसँग गर्दै जाऊ होइन। ओके दाइ ब्लगहरू कन्टिन्यू गरेर ब्याकमा गरेर गर्दै गरेर राम्रोसँग गर। हस् दाइ भइहाल्छ नि। हजुर चाहिँ दाइहरूसँग यसो बस्नु पर्ला, रमाइलो गर्नुपर्छ होइन। ओके अब यही उमेरमा रमाइलो नगरेर कहिले गर्नु होइन दाइ फेरि। यही उमेरै ओके ल मेरो दाइहरू होइन, एकजना चाहिँ चट्ट लाएर पर गएर यसो नामसाम लेखाएर होइन इन्ट्रीको लागि साइनहरू हानेर आउनु पऱ्यो कि चट्ट ल पर गएर। ओइ दाइ हिपहप देखेको छ त यार। एक्सन एक्सन हजुर। ल साथीहरू फेवातालको भ्यू यो चाहिँ फेवातालको टपमा चाहिँ यो फोन पार्ने रहेछ। ताल त देखिँदैन अहिले कालै छ, यो भ्यू चाहिँ हेर्नुहोस् न यस्तै रहेछ फेवातालको टपमा। बगेको गङ्गा हौ कि फेवातालको टपमा नि पुग्यो। यस्तै रहेछ फेवातालको टपमा होइन। मिलिमिली रहेछ पुरै टपमा फेवातालको टपमा चाहिँ। ताल त अहिले देखिँदैन कालै छ। फेवातालमा साइली ढुङ्गा साला सम्झनामा तिम्रो तस्बिर जाला। हेलो गुड मर्निङ साथीहरू। अब चाहिँ हामी फेवातालको यात्रामा छौँ। अब टक्क लगाएर नुहाइ धुवाइ कार्यक्रम सकिसक्यो। अब हामी फेवाताल जान्छौँ, त्यसपछि घुम्छौँ होइन। दाइहरू एकदम रेडीमा छन् यहाँ। अच्छा हामी चाहिँ अब फेवाताल पुग्न 4-5 मिनट जति लाग्छ यहाँदेखि। त्यो टाइम छैन फेवाताल पुग्नलाई। पार्किङ त्यहाँ कलर यहाँ बाइक छाडेर चाहिँ अब हामी हिँडेर जान्छौँ फेवाताल फेरि। मर्निङ टाइममा अहिले चाहिँ 9 साढे जति भएको छ। दामी रहेछ त्यहाँ ठाउँ त। ओ साइकल कुदाउन नि पाइने रहेछ यहाँ चाहिँ। ओहो फेवाताल आइपुग्यो फाइनल्ली। कस्तो होला फेवाताल भन्ने लाग्थ्यो है। फेवाताल यस्तै रहेछ। बेलुका रमाइलो हो कि कस्तो होला भनिन्थ्यो, यस्तै रहेछ फेवाताल। यार
माछाहरू कति रहेछ त बल्छी ल्याउँदा जो पाल्यो अरे कस्तो दुम्म देखिया हो यार आम्मा दुम्म देखिन्छ त फेवाताल ल साथीहरु हिजो नाइटमा आएको थियौँ हामी चाहिँ फेवाताल हिजो नाइटमा चाहिँ पुरै झिलिमिली थियो भने अहिले चाहिँ यस्तो हुँदो रहेछ है फेवातालको ताल चाहिँ यस्तै रहेछ है उतासम्म रहेछ ल हामी चाहिँ फेवाताल आएर नि यहाँ फोटो सुट गर्ने क्रम चलिरहेछ टक्क लाएर अब म एक दुईवटा फोटो चाहिँ हान्छु होला यहाँ फेवाताल आइसकेपछि अब सम्झना स्वरूप यहाँ चाहिँ दाइहरूले फोटो सुट गरेर छन् पर्छ अटो लाएर पछि म नि खिच्छु एक दुईवटा पछि काम लाग्छ यार कुनै समय यस्तो पाराले हिँडिन्थ्यो भनेर आफैलाई काम लाग्छ पछि सक्यो यस यस तिमी जान्ने हो चाहिँ अब फेवाताल नि टक्क लाएर घुमेर आइसक्यौँ त्यसपछि प्याकिङ सेकिङ भइरहेछ अब जस्तो कन्डिसनमा आएको थियौँ त्यस्तै कन्डिसनमा अब हिँड्न लागिरहेछ त्यही भएर कपडा सपडा चेन्ज भइरहेछ यहाँ दाइहरूले चेन्ज गर्दै हुनुहुन्छ टक्क लाएर दाइ हाम्रो यात्रा कस्तो लाग्यो तपाईँहरूलाई हो यतिको रमाइलो त हान्नै पर्यो नि यहाँ नत्र जिन्दगी जिएको रमाइलो हुँदैन नि के खायौँ भेटाएपछि त के खाइन्छ होइन अक्टोपस चाहिँ धेरै खानु अक्टोपस चाहिँ धेरै खानु होला है अक्टोपस कमै खानु होला यो पोखराको अक्टोपस चाहिँ अलिक तर पोखरा सोच्यो भने त अलिक फरकै रहेछ जोस् टुरिज्म एरिया नै परेको होला भोपाल लाग्यो मलाई चाहिँ होइन तपाईँहरू नि आउनु होला घुम्नु होला रमाउनु होला एस गर्नु होला एस गर्नु होला तपाईँहरू जस्तै अब समथिङले घटाको लागि आउनुहुन्छ भने चाहिँ हामीले नि अब जस्तै 2-3 लाख दिएको छ तपाईँहरूले चाहिँ त्यो 2-3 लाखमा चाहिँ नआउनु होला सोचे जस्तो हुँदैन तपाईँहरूले 6-7 लाख रुपियाँ नि ल्याउनु पर्नुहुन्छ है हो खर्च नि राम्रै जाँदो रहेछ अलिकति आइसकेपछि चाहिँ राम्रै तरिकाले आउनु पर्दो रहेछ लाग्यो पोखराको यात्रा गर्दाखेरि होइन काठमाडौँभन्दा अलिकति महँगो होइन अलिकति एक्सपेन्सिभ नि रहेछ भोपाल नि रहेछ धेरै कुरा थाहा पाइँदो रहेछ काठमाडौँभन्दा होइन हामीसँग पैसा भएको कारणले त्यस्तो हामीले नराउ चाहिँ लागेन तर होइन पैसा नहुनेहरूलाई हामीले अलिकति हेल्प पनि गरौँ बाटातिर बिचरा है खानातिर पऱ्यो बाटातिर दियो भनेखेरि हाम्रो चाहिँ दाइहरू यस्तो भयो भनेर 2-3 जना भाइहरूले चाहिँ रिक्वेस्ट गर्ने कारणले चाहिँ हामीले नि अब बाध्य भएर बाटाको बाइकसम्म नभए त्यस्तरी बसेपछि हामीले नि हेर्नु पऱ्यो अब हाम्रो उनीहरूको ठाउँमा हामी भइरहेको पनि त हामीले नि उनीहरूले नि त हेर्थ्यो नि त हामीलाई होइन एकदम त्यही भएर चाहिँ हामीले चाहिँ त्यस्तो हामीले यस्तो डोनेसन गरे यो हामी त्यो टिटरहरू जस्तै यो दिएको पैसा हेर्नु त थिच्छु हामी त्यस्तो गर्दैनौँ होइन हामी त्यस्तो गर्दैनौँ होइन हामी चाहिँ त्यो त्यो देखाउनको लागि दिने होइन हामी भने मनबाट दिने नपत्ता हेर्नुहोस् पोखराबाट काठमाडौँको धुलो पोखरा ल्याएर झार्दैछौँ यस्तो त गर्नु हुन्थ्यो त्यहाँदेखि गऱ्यौँ तर यात्रा गरिसकेपछि अलिकति व्यवस्थित रूपले गर्नुपर्दो रहेछ जोस् अब काठमाडौँ त पोखरा आउँदै हुनुहुन्छ भने चाहिँ तपाईँहरू अलिकति राम्रैसँगले होइन मनी सनी टक्क मिलाएर आउनु होला होइन अब 2-4 हजारले चाहिँ पोखरा जान्छु भनेर नसोच्दा नि हुन्छ हाम्रो चाहिँ नर्मल्ली 4-5 लाख गइसक्यो खत्म बाय बाय टाटा गुड बाय गया राम्रै रुममा नि बस्यो यता नि ठाउँ नि सबै घुम्यो लगभग यताको अहिले बिहान चाहिँ हामी फेरि फेवाताल घुमेर आएको
हिजो बेलुका नै गयौँ त्यस्तै होटल चार दिवारको कोठा अलिकति गिटार सिटार चाहिँ बजाउन पाइएन पाइयो हिजो रातभरि बजाएको हो त्यतिले पुग्यो अनलाइन हेर्नु ल ठिक छ के अरे अनलाइन डिस्टर्ब हुन्छ भनेर हामी नगर्दा हजुर अनलाइन त हामी त्यो अब जस्तो होइन डोमिनेट कसरी गरेर चाहँदैन भन्ने कारणले चाहिँ हामीले त्यति गिटारले धेरै बजाएनौँ ग्रेस हामीले के पनि बजाएको गिटार लिएर रमाइलो भयो मान्छे हामी खतरा हो क्या एक नम्बर त खोइ चस्मा आज यो चस्मा कसले लाउने हो मैले खोइ यहाँ एउटा चस्मा यहाँ खोइ के यहाँ एकपट्टि खोइ चस्माको के यो एकपट्टिको यहीँ मैले यहीसँग राखेको कापु हो कसले लायो पस्यो कि चस्माको एकपट्टिको छैन त यार त्यस्तै छ गाई जब चस्मा एकपट्टिको दुईपट्टिको तिनपट्टिको नहुन त ताप देखेर कहाँ खोस्यो हाइड्रोपोइन्ट फ्याक्ट्री हालेर हैट यार त्यहाँ हामी त्यो चस्मा यो त एक्सपेन्सिभ हो नि यार धम्मै म्याचिङ 5000 छोड्दैन नि आइड्रप हालेर चाहिँ अब गइदिनु पर्छ होइन खोला ल खोला अझै खोला अझै अलि खोला अझै त्यहाँ त आफैले च्यादर हाल्छौ न आइड्रप हालेपछि चाहिँ नि भरे हिँड्न सजिलो हुन्छ क्या आयामा दुलो निकाल्छ नि त सबै आँखाभित्र भएको त्यही भएर हाल्यो क्या हाइड्रोप चाहिँ फेरि गाइजहरू हामी चाहिँ अब एक हप्ता जति फ्यातलको एरियातिर बस्यौँ अब यहाँ बसिसकेपछि अब फेरि जस्तो कन्डिसनमा आदियौँ त्यस्तै कन्डिसनमा गइरहेछौँ यो ब्याग स्यागहरू यहाँ छ अरू ब्यागहरू बाहिर छ र यहाँ निस्किसक्नुभयो अब हामी निस्क्यौँ ल दाइ आउनुहोस् न त यसो ब्लग सङमा एक दुई शब्द जाओस् त तपाईँको यो ल ठिक छ हाम्रो होइन सबै गाडी मेरो भाइले चाहिँ सब्सक्राइब गरिदिनु पऱ्यो सबैजनाले ल त यता आउनु त तपाईँ नै एक दुई शब्द यहाँ हानिदिनुहोस् त टक्क लगाएर नि ओके गाइजहरू बाई बाई ल दाइलिङ भनिदिनुहोस् न त यहाँ चट्टा लाग्यो ल तिमीले म दिइहाल्छु नि मुली म दाइले बोल्नु भएको छैन यार मुली गर्छु नि ओ ल आजको ट्रिप हाम्रो होइन कतिको आज लास्ट डे होइन आज हाम्रो लास्ट डे हो अब हामी यहाँदेखि काठमाडौँको यात्रा हाम्रो एक हप्ताको बसेको कस्तो भयो एकदम रमाइलो भयो नि हिजो बर्थडे सेलिब्रेसन नि उहाँको ठिक छ फेरि पनि अब हाल्दै गर्नुपर्छ न्यु इयर आउँदैछ ओके छ त ल रमाइलो भने चाहिँ गराउनुपर्छ ओके गाइजहरू बाई बाई लेट्स सी अनदर ब्लग